नमस्ते, स्वागत छ यहाँहरु सबैलाई मेरो युट्युब च्यानलमा। र आज चाहिँ म मेरो दिदीको घरमा गएको थिएँ है, सत्संग थियो र चाहिँ र उहाँ दिदीको घरमा प्लान्टहरु एकदमै सुन्दर सुन्दर प्लान्टहरु रहेछ र चाहिँ मैले हजुरहरुलाई पनि यहाँ भिडियो शेयर गर्न मन लाग्यो। र हेर्नुस् कति राम्रो राम्रो सुन्दर सुन्दर प्लान्टहरु, हेर्नुस् यो क्याक्टस है, अनि यो भेरिगेटेड प्लान्टहरु हेर्नुस् यो यति राम्रो रहेछ। यो हामीले यसरी ह्याङ्गिङमा राख्दाखेरि पनि एकदमै राम्रो देखिन्छ। यो मेरो चाहिँ ह्याङ्गिङमा पनि राखेको छु मैले। अनि यस्तो भित्ताहरुतिर लाउँदाखेरि पनि यो भेरिगेटेड एकदमै राम्रो हुन्छ। अनि यो क्रेसुला यति बिघ्न राम्रो भएको रहेछ। अनि क्रेसुलाको चाहिँ जसको घरमा यति बिघ्न यस्तो बुसी भएर जान्छ है, त्यो घरमा चाहिँ एकदमै लक्ष्मीले बास गर्छ भन्ने मान्यता नै छ है। र हजुरहरुको पनि घरमा क्रेसुला प्लान्ट लगाउनु भएको छैन भने चाहिँ क्रेसुला चाहिँ लगाइहाल्नुस्, एकदमै पैसाको बरकत आउने प्लान्ट भनेर चाहिँ भन्छ है। र सानो भए पनि लिएर लगाउनुस्। र आज चाहिँ मैले यहाँ हाम्रो गुरु दिदी को घरको यो प्लान्टहरु चाहिँ हजुरहरु माझ शेयर गरे। र हजुरहरुलाई आजको मेरो भिडियो के कस्तो लाग्यो, मन पर्यो भने लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, शेयर गरिदिनु होला। अनि हजुरहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब पनि गरिदिनु होला। हस् त आजलाई यति नै, फेरि अर्को भिडियोमा हजुरहरुसँग भेट गर्ने नै छु। तबसम्मको लागि हेर्दै गर्नुहोस् मेरो युट्युब च्यानल। ह्याप्पी गार्डनिङ।